होइन अब अरू त सबैजना सुत्यो होला म त होइन अलिकति अब डिस्टर्ब भएर क्या निन्दा पनि लागेको छैन क्या अन्त बुढीलाई जब चाहिँ रिल्स बनाइदिएन पुरा अब क्या अब मन दुखेको छ पुरै मन दुखिसक्यो क्या म अब दिमागको तार चुटेको जस्तो भइरहेको छ क्या अब मान्छेले सोच्छ होला यो रिल्स बनाउँदा यसले खाएर बोलेको त्यही नै सोच्छ क्या अब म त्यसकै बारेमा भन्नु चाहेछु क्या मान्छेलाई अब किनभने खाँदाखेरि प्रब्लमै सबैलाई प्रब्लम भइदियो क्या अब सबैलाई प्रब्लम भइदियो घरकोदेखि लिएर समाजदेखि लिएर सबैलाई प्रब्लम भयो क्या अब रियाब धरि बसुन्जेल भयो अब थाना के कसरी के कहाँ बसिसक्यो क्या अब प्रब्लमै पाएँ क्या अब त्यहाँबाट फेरि निस्केँ हो सुध्रे काम गर्नु खोजेँ अब काम गर्दाखेरि पनि अब क्या अब प्रब्लम मात्रै आउँछ क्या अब म न त्यस्तो केही कमाएको छुइनँ न केही गरेको छुइनँ होइन आफ्नो जिउ पाल्नु लागि आफ्नो दबाईको पानीको लागि काम गरिरहेको छु त्यहाँ पनि मान्छेलाई प्रब्लमै छ क्या अब एउटा एडिक्ट मान्छे चाहिँ यस्तो रहेछ कि जहाँ जे गऱ्यो भने पनि मैले के एउटा राम्रो काम गरेँ भने पनि क्या अब यदि त्यो बेचेर गरेको होला तर मान्छेले दुःख गरेको देखेकै छैन क्या अन्त यो एडिक्टको लाइफ क्या दाग लागेर क्या अब यतिको चाहिँ सिकाइदियो क्या मान्छेले हामी जस्तो मान्छेको लागि क्या जहिले पनि क्या अब त्यही नै रहेछ क्या मान्छेले त्यही नै सोचिहालेको छ अब मलाई अलिअलि त्यो प्रब्लम भएकोले गर्दाखेरि क्या अब झगडा गरी पठाउँछु कि न के गरी पठाउँछु कि भनेर झगडा गरिहाल्यो भने पनि त्यहाँ पनि खाएर गरेको भन्छ क्या अब जे गर्दा पनि जे गरे पनि अब स्कुटीबाट लड्यो भने पनि खाएर लडेको अन्त एडिकल लाइफ क्या अब साह्रो लाग्थ्यो क्या जिन्दगी अब भनेको थियो क्या मलाई कतिवटा कुरोहरू पाएको थिएँ होइन ठोकिँदै हिँड्नुपर्छ के गर्दै हुन्छ ओभर क्या यो त अन्त मान्छेले फेरि बसेर हेरिदिँदो रहेछ क्या अब फेरि त्यो हेपेपछि आफूलाई उयो हुन्छ हो एग्रेसिभ हुन्छ मान्छेले अब हामी त केही गर्नु पनि पाएको छैन अब के भन्छ अब त्यो खै क्या अब इभन फ्यामिलीले त उ गर्छ क्या अब अन्त क्या अब त्यो एडिकल लाइफ त खालि साबित गर्दा गर्दा गर्दै मर्ने रहेछ त अन्त क्या आफूलाई अब त्यो केही छैन क्या अब आज दिनमा निन्दा पनि लाग्दैन हो जिउ कामदै बस्छ रुनुहरू मन लाग्दिन्छ क्या अब म जस्तो मान्छेसँग चाहिँ आरिस किन गर्नु भनेर क्या अब म त्यस्तो ठुलो बिजनेसम्यान भए पनि त भन्नु हो छैन एउटा सानो काम गरेर खानेपछि त्यहाँ फेरि गुङ हो मन दुखिदिन्छ क्या अन्त सहिद ताकमा गएर एक्लै गएर क्या बस्दिन्छु क्या अन्त अब सहिद हुनु पनि सक्दिनँ क्या त्यस्तो ठुलो केही काम पनि गरेको छुइनँ हो फ्यामिलीको लागि अब फ्यामिलीको लागि चाहिँ हुनु सक्छु क्या अब किनभने अब छैन कोही छैन होइन अन्त अब यस्तो वाक्कै लागिसक्यो क्या एडिकल लाइफ दिनु साह्रो रहेछ क्या अब गर्दा पनि राम्रो गर्दा पनि नराम्रै हुन्छ हो जे कुरो पनि एडिक्ट मान्छे जस्तो हो नि त अब पहिला खाँदाखेरि पनि एनी लेन्थ गएको अब काम गर्दा पनि एनी लेन्थ जान्छ त अन्त मान्छेहरू डिस्टर्ब भइदिन्छ क्या अब त्यो त होइन नि हामी एक कुरो मान्छे हो क्या अन्त हामी स्ट्रेट फरवर्ड भयो क्या अब अन्त ठिकै छ स्ट्रेट फरवर्ड हुनु पनि साह्रो मान्छेलाई अब खाँदा पनि स्ट्रेटै भएर खाएको नि त अब अहिले काम गर्दा पनि स्ट्रेट भएर गर्दैछु प्रब्लम अब लु अब नराम्रो कुरो बेच्दा पनि पुलिसले पक्रेर लगिहाल्छ हो राम्रो कुरो बेच्दा पनि जनतालाई प्रब्लम भइदिन्छ क्या अब के भएको अब त के गर्नु अब खै यसो अब एउटा गभर्मेन्ट जब दिए पनि हुन्थ्यो त्यहाँ पनि खोरिदिने काम जाँदैछु एक्लै बस्थ्यो त्यो पनि दिँदैन उमेर पुगिसक्यो हो 40हरू क्रस भइसक्यो अब बुढो पनि भयो क्या अब धेरै देखेँ क्या दुनियाँमा अब एडिक्ट भएर देखेँ साथीभाइ चिने होइन पैसा मात्रै रहेछ क्या आज दिनमा त साथी नबनाउनु रहेछ साथीभाइ ठिकै छ अब माया गर्नेले साथीहरूले गरि नै हाल्छ होइन कति चाहिँ मैले साह्रै देखेँ अब त्यो के गर्ने जिउजिउ गर्ने बानी हराइदियो क्या अब त्यो साथीभाइले गर्दा नै जिउजिउ गर्ने बानी पनि हराइदियो होसै सबैजना अब मजाले लग्जरीमा हिँड्छ अब ठिकै छ तर पनि फेरि मै जस्तो भन्नेलाई मै फेरि अब कमाउँदाखेरि पनि मिस गर्छ मान्छेहरूले हो दिमाग छुटिदिन्छ क्या कपलाई तार छुटिदिन्छ के गर अब त्यो भयो पनि फेरि अलिकति आफ्नो लागि बोल्यो भने पनि खायो भनिदिइहाल्छ के गर्नु बोल्नु पनि अप्ठ्यारो नबोल्नु पनि अप्ठ्यारो अन्त रिस बनाएको क्या आफ्नो रिस लिनु चाहिँ सक्दिनँ म हो त्यति नै भन्छु अब किनभने मैले चाहिँ अब मलाई बिस टर्चर चाहिँ नगरिदियो कसले पनि कमाउने जग्गातिर होइन म कसैलाई म बिसाउँदिनँ पनि हो अहिलेसम्म बिसाएको पनि छुइनँ तर मलाई चाहिँ प्लिज अब कसले के हुनसक्छ कसो हुनुपर्छ एउटा अब डेली दबाई खाएर सुत्ने मान्छे त आज पनि बुढीलाई भक्कै लाउँदै मैले बनाइदिइहाल्न टाउको दुखिसक्यो निन्दा पनि लागेको छैन हो नानीको इक्जाम पनि छ अन्त आफ्नो काममा जग्गामा जान्छु त्यहाँ चाहिँ रिफ्रेस जस्तो हुन्छ फेरि यहाँ आउँछु फेरि मलाई त्यो बनेको थियो त त्यसले के गर्नु खोजेको भन्ने क्या त्यस्तो एकोर गइदिइहाल्छ अनि त्यही कारणले अब डर लाग्छ क्या आफूलाई पनि किनभने मान्छेको निन्द्रा हो त अब निन्द्राको दबाई पनि खानु सक्दिनँ अब हो दुधुरा दबाई त खानु सक्दिनँ हाटको पनि खानुपर्छ निन्द्राको पनि खान्छ होला त निन्द्राको दबाई खानु पनि सक्दैछु यस्तै भयो भने फेरि हो भोलिदेखि कसले हेरिदिन्छ अन्त यो खोइ यो त एडिक्ट मान्छेको लाइफ चाहिँ के हो एडिक्ट पाए लाइफ राम्रो लाइफ पाएँ भने फेरि बिमारी पाएँ बिमारी सहित फेरि मान्छेको रिस आरिस पनि पाइदियो क्या अन्त कहाँ हुन्छ त्यसरी त हुँदैन है बुढो नि त गभर्मेन्टले क्या अब फाँसी लगाएर मर्नु मर
अन्त पैसा दिन्छु भने मोडिदिन्थ्यो वाक्कै लाग्यो मान्छेको ताना सुन्दा सुन्दा कमाएर खाँदा पनि जस छैन हो नराम्रो काम गरेर गर्दा पनि अब सबैलाई प्रब्लम हुन्छ राम्रो काम गर्दा पनि प्रब्लम अब कस्तो काम चाहिँ गर्नु खै अब यसो भनिदिनु है मलाई त अलिक सजेसन चाहिएको छ दिमागका तार छुट्टेला जस्तो भइसक्यो हो रिस पनि यति उठिदिरहेको छ अब तर पनि अब रिसको लागि उयो हुन्छ भने फेरि बिहानै काममा जानै पर्छ अब रिसले फेरि गरेर भने फेरि कसले पाल्नु हो यहाँ कुनै प्र्याक्टिकल त दिँदैन मलाई पाल्टी पोल्टी हिँड्नु पनि छोडिदिएको हिँड्नु पनि सक्दिनँ त्यहाँ पनि त्यस्तै नै थियो अब चिने त्यहाँ पनि सबैजना हो कुनै पार्टीले केही भन्नु पनि छैन पनि मलाई अन्त अब भएन कहीँबाट कि अब खोइ के गरेर खानु भइरहेको छ ए हो छाती पनि घोर्छ कोही बेला क्या अन्त त्यही त ठिकै छ अलिक छिटो त मोडिदिँदै होला कि तर पनि अब मलाई चाहिँ नचलाओस् त्यति मात्रै हो म काम गर्नु गएको मान्छे हो पहिला पनि राम्रोसँगले गर्नु खोजेको गर्नु पाइनँ होइन खाएर त्यतिकै भयो अब नखाएर जिउनु चाहन्छु फ्यामिली बचाउनु चाहन्छु मलाई पनि बाँच्नु देऊ अरू सबैजना राम्रोसँग कमाऊ जिन्दगी सबैको त्यो कति पनि होइन पैसा ठुलो कुरो होइन क्या मान्छेको मान्छेको रिलेसन मात्रै हो त्यो पनि लानु पाउँदैन मरेपछि होइन तपाईँलाई धन्यवाद फेरि नेक्स्ट भिडियो पनि गर्नु छ अझै धेरै कुरो मन दुखेको छ क्या मलाई कि अब त्यो चाहिँ मनको भडास चाहिँ अब मर्नुभन्दा अगाडि त्यो भ्लगर भएको पनि होइन जस्तो एउटा सिरी मात्रै गरिदिएको क्या एडिटको लाइफ चाहिँ जिउनु साह्रो रहेछ क्या थ्याङ्क यू